वरिष्ठ लोक एउटा गायक आदरणीय दाजु दीर्घराज पुरारा बच्चाज्यू स्वागत गरिदिनु भएको बा। अब विलम्ब गर्दैनौँ र प्रस्तुतिको लागि आदरणीय दाई दीर्घराज पुरारा। सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा कार्यक्रमको सञ्चालकको भूमिकामा रहनुभएका हाम्रा प्रिय भाइ बहिनी, त्यसै गरी यस कार्यक्रमलाई आयोजना गरेर हामी सबै अतरियावासी, सुदूरपश्चिमवासी, गोदावरीवासीका लागि मनोरञ्जन सँगसँगै सुदूरपश्चिमको पहिचान झल्काउनका लागि आयोजना गर्नुहुने आयोजकज्यू सृजनशील युवा क्लब गोदावरीलाई एकपटक जोरदार ताली। अझै हल्ला पुगेन, हल्ला चाहियो, हात माथि चाहियो, हात माथि। ओके, सबैलाई आज पौष महिनाको 12 गते एकदमै शनिबारको दिन सबै भाइ बहिनीहरू आउनुभएको छ, आमा बुवाहरू आउनुभएको छ, दिदी बहिनीहरू आउनुभएको छ। यहाँहरू सबैलाई मैले एकछिनमा निकै रमाइलो देउडा खेलाउने छु। सम्भवतः हामी धेरै देउडा खेल लाउने छु। यता देउडा लाग्नेछ, यता देउडा लाग्नेछ, यता पनि देउडा लाग्नेछ र यहाँहरू सबै देउडामा झुम्नुहुनेछ। प्लिज ट्र्याक बजाइदिनु होला। परेवा उडेर आइजा शुभ लक्षिणाको, परेवा उडेर आइजा जेन्स ट्र्याक, जेन्स ट्र्याक, परेवा उडेर आइजा। सबैले गोलो घेरामा यतापट्टि पनि, यतापट्टि पनि, यतापट्टि पनि आवाज बढाइदिनु होला। गोलो घेरा हो, आवाज बढाउनुहोस् अझै सबैले ताली। मेरा पश्चिमाको
तेलेको चेस्ट है त लेग ठुलो तेलेको फेरि भारी देउडा एकदम ठुलो योभन्दा ठुलो अझै ठुलो देउडा लाग्छ लेग ठुलो तेलेको बाटो लामो मालिकाको के लेग ठुलो तेलेको बाटो लामो मालिकाको सबैले ल सबैले आवाज बढायो अझै थारू कटेजमा सबै सुरक्षाकर्मी दाजुभाइहरू गइदिनु होला भन्ने अनुरोध आएको छ सबै सुरक्षाकर्मी दाजुभाइहरू थारू कटेजमा गइदिनु होला केही सुरक्षाकर्मी दाजुभाइहरू थारू कटेजमा गइदिनु होला भन्ने आएको छ सबैले लायो है त ठुलो तेलेको बाटो लामो मालिकाको समाधान छैकी रानी चरा समाधान छैकी रानी चरा
भराली आफू बाइकै ढल्कालाई गई धेरै धेरै धन्यवाद छ एक ठुलो चलेको है एक ठुलो चलेको एक टुक्का हामी तेलेमा रथ पर्न लाग्यो रमक्क रमक्क सबैले पछाडिबाट एकदमै सबै दाजुभाइहरूले खेलाउनु भएको छ तेलेमा रथ पर्न लाग्यो के एउटा सूचना छ यो हाम्रो थारू गाउँ थारू कला प्रदर्शनी घरमा चाहिँ सुरक्षा एकदमै कडा गरिदिनु होला भन्ने सूचना आएको छ यो मलाई जानकारी प्राप्त भएको छ त्यसर्थ एकदमै उशृङ्खल नभइदिनु होला युवा जेनजीहरू थारू कला प्रदर्शनी घरमा पनि उत्तिकै माहौल छ त्यसर्थ सबैजना रमाइलो सुन्दर तेलेमा रथ पर्न लाग्यो हेर्नु तेलेमा रथ पर्न लाग्यो ओके हामी देउडा खेल्न समय मिले फेरि पनि आउनेछौँ भोलि पर्सि 19 गतेसम्म आउनेछौँ सबैजना आउनु हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ अहिलेलाई बिदा हुन्छौँ नमस्ते परिवार ओके थ्याङ्क यू बाई बाई